सो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म 12 बजे उठेँ, 12:30 उठेँ। आज हाम्रो बिदा थियो किनकि आज चाहिँ हाम्रो चुनाव, हाम्रो 21 गते। उठेर मैले केरा खाएँ गाइजहरू, केरा देख्न सक्नुहुन्छ। अनि तातो पानी पनि खाएँ सँगसँगै। तातो पानी पछि मैले 5-10 मिनटपछि म खाना खानतिर लागेँ, हेर्न सक्नुहुन्छ। अन्डा चाहिँ जेमा नि इम्पोर्टेन्ट छ गाइज। त्यसपछि म वाउतिर लागेँ। आज चाहिँ म राति गर्न आएको वर्कआउट, त्यही भएर हल्का अँध्यारो छ, बत्ती बालेको छ गाइजहरू। वार्मअप सुरु गरौँ अब। पछि चाहिँ म गाइज अब पुलअपतिर लागेँ। आज ब्याक डे थियो, ब्याक डेमा चाहिँ म पुलअप मात्रै गर्ने गरेँ। अरूहरू चाहिँ गर्दैन। म पुलअप र चिनअप बाहेक के गर्ने गरेँ होइन। पुलअपको चाहिँ हेर्न सक्नुहुन्छ भिडियो, चिनअपको चाहिँ मैले बनाएको छैन। अब हाम्रो बडी फ्लेक्स, हाम्रो 10 डे भइसक्यो। अब हेर्न सक्नुहुन्छ बडी फिजिक कस्तो छ, रेड गरिदिनु होला 10 आउट अफ कति हो। अब हेर्न सक्नुहुन्छ मेरो बडी चाहिँ अलि धेरै खतरा छैन, त्यही पनि बडी फ्लेक्स हेर्न सक्नुहुन्छ है। अलि ठिकै छ, ठिकै आर्म्सको हल्का बढेछ होइन। भिटेपर बन्न लागिसक्यो गाइज। र अब हाम्रो के हुन्छ हेर्दैछौँ। अब 10 डे भइसक्यो, 90 डेसम्म त केही प्रगति होला नि, हाम्रो प्रगति हुनुपर्ने हो गाइजहरू। फिजिक हेर्न सक्नुहुन्छ कस्तो छ, फिजिक भनिदिनु होला, कमेन्ट गरिदिनु होला। ब्याक पनि हेर्न सक्नुहुन्छ, ब्याक चाहिँ हल्का सानो छ मेरो गाइज। ब्याक पनि वर्कआउट गर्नुपर्छ। हेर्न सक्नुहुन्छ फिजिक। र आजको लागि यति नै थियो गाइजहरू। हामी डे 2मा भेट्नेछौँ। भोलि चाहिँ हामी के चेस्टहरू गर्नेछौँ। आज चाहिँ ब्याक डे थियो होला। बाई बाई गाइज।